शुभ बिहानी अर्थात् प्रभातको त्यो शान्त क्षणमा कैलाश पर्वत सुनौलो किरणले चम्किरहेको थियो। हावामा एक अद्भुत शान्ति थियो, मानौ सृष्टिले नयाँ अध्याय सुरु गर्न लागेको हो। त्यही पवित्र वातावरणमा बाल गणेश पुनः जीवन पाएर शान्त, सरल र दिव्य मुस्कानसहित विराजमान हुनुहुन्थ्यो। उहाँको उपस्थितिले मात्र सारा वातावरण उज्यालो बनेको थियो। त्यसपछि शिवजीको आदेश अनुसार सबै देवताहरू एकै स्थानमा भेला भए। कसैको अनुहारमा जिज्ञासा थियो त कसैको अनुहारमा श्रद्धा एवं भक्ति थियो, तर सबैको मनमा एउटै प्रश्न थियो कि गणेशको महिमा आखिर के हो त। त्यसै बेला भगवान शिव उठ्नुभयो अनि सबैतिर हेर्दै र गम्भीर स्वरमा भन्नुभयो कि जो सम्पूर्ण संसारको परिक्रमा गरेर सबैभन्दा पहिले फर्किन्छ, अर्थात् यही ठाउँमा उपस्थित हुन्छ, उही नै सबैभन्दा बुद्धिमान र श्रेष्ठ हुनेछ। शिवजीका यति कुरा सुन्नासाथ देवताहरू आफ्ना आफ्ना वाहनमा चढेर आकाश मार्ग हुँदै दौडिए, मानौ कि यो एक किसिमको प्रतियोगिता नै हो। यस्तो किसिमको दौडाइले आकाश मार्ग नै कम्पित भयो। सबैको चाहना थियो प्रथम नै हुने, सबैले जित्न चाहन्थे। तर भगवान गणेश भने शान्त बस्नुभयो। उहाँ दौडनु भएन, किनकि उहाँ आफ्नो बुद्धि विवेकको प्रयोग गर्दै सोच्न थाल्नुभयो अनि आफूले आफैलाई प्रश्न गर्दै उत्तर खोज्दै गर्नुभयो। वास्तवमा संसार भनेको के हो, साँचो अर्थमा सबैभन्दा ठुलो के हो आदि कुरा सोच्दै अचानक भगवान गणेश उठ्नुभयो र आफ्ना माता पार्वती र पिता शिवको चारैतिर परिक्रमा गर्न थाल्नुभयो। एक पटक मात्रै होइन, तीन पटक, त्यो पनि अन्तर्मनबाट अत्यन्त श्रद्धा र प्रेमका साथ परिक्रमा गर्नुभयो। तत्पश्चात साष्टाङ्ग दण्डवत प्रणाम गर्नुभयो। सारा संसारको परिक्रमा गरेर देवताहरू फर्किएपछि सबै छक्क परे। शिव मुस्कुराउँदै भन्नुभयो, गणेशले साँचो कुरा बुझे। माता पिता नै सारा संसार हुन्, उनीहरूको सेवा नै सबैभन्दा ठुलो धर्म हो आदि कुराको ज्ञान दिनुभयो। तत्पश्चात भगवान शिवजीले घोषणा गर्नुभयो कि आजदेखि गणेशको नै सबैभन्दा पहिले पूजा गरिनेछ। त्यसै कारण आज पनि हरेक शुभ कार्य सुरु गर्नु अघि भगवान गणेशको पूजा गरिन्छ। भगवान गणेश एक कुशल हस्तलेखनशील भएका ज्ञान एवं बुद्धिका देवता मात्रले परिचित हुनुहुन्न। उहाँ त प्रेम, सम्मान र सत्यका प्रतीक पनि हुनुहुन्छ। तर के तपाईलाई थाहा छ भगवान गणेशको एउटै दाँत किन छ? यो रहस्यले सबैलाई अचम्ममा पार्छ। भाग 4 अर्थात् पार्ट 4 मा यसको वास्तविक कथा खुल्नेछ। जय श्री गणेश।